खाना पाएको छैन यहाँ ठिक छ भाइ ठिक छ यतै घुमिरहेको के छ तिम्रो के गरिरहेको छ के हो ओके गाइज वेलकम टु आवर न्यू ब्लग हामी चाहिँ अहिले यो ओस्लो सेन्ट्रमको ओपेरा हाउसनिर छौँ अनि आज चाहिँ यो वर्धान्स फेस्टिभल भन्ने भइरहेछ वर्धान्स फेस्टिभल भनेको चाहिँ यो वर्ल्डको सबै जसो देशहरूको चाहिँ आफ्नो आफ्नो पहिचान झल्काउने गरेर के एउटा डान्स पर्फर्मेन्स दिने एउटा प्रोग्राम इभेन्ट जस्तो हो अनि त्यहाँ चाहिँ हाम्रो नेपालबाट पनि रिप्रेजेन्ट गर्दै हुनुहुन्छ हाम्रो मिसेस यहाँ चाहिँ के हो यो टोर आज चाहिँ परेड जस्तो भइरहेको छ यहाँ चाहिँ स्कुलको ब्यान्ड बाजा पर्फर्मेन्स भन्नु ल आज रमाइलो हुनेवाला छ गाइस अहिले चाहिँ हामी यो ओपेरा हाउस भन्ने ठाउँमा छौँ भित्र यो चाहिँ पब्लिकलाई ओपन नै गर्दै हुन्छ अनि यहाँभित्र चाहिँ नाटकहरू जस्तै मुभीहरू यताउति देख्नुहुन्छ नि नर्मली पब्लिकलाई चाहिँ इन्ट्री फ्री नै हुन्छ र यहाँ चाहिँ डान्स प्र्याक्टिस गर्दैछन् है BTS बिगार लान्छ है यिनीहरूले हेलो हाम्रो डेनमार्कको साथीहरू हेलो यहाँ पनि भेट भयो त है यस्तै गर्नुपर्ने भएछ सङ्गीता के हो अन्त सर खोइ त दौरा सुरुवाल साँच्चै लगाएर आउँथेँ क्या मैले
लिथुआनिया यहाँ नेपालीहरू अब ब्याक स्टेजमा हुनुहुन्छ अल द बेस्ट अल द बेस्ट पनि हो क्या अगाडि नेपाली बाबु सही हो चाहियो नि एकजना
ल अब चाहिँ हामी ग्रोनल्यान्ड भन्ने ठाउँ जाँदैछौँ। यो चाहिँ सेन्ट्रल स्टेसन भयो। यो सेन्टर सबैतिरको सेन्टर यही हो। हामी ट्रेनबाट आउँदाखेरि पनि यहाँ पुग्छौँ र अब चाहिँ हामी ग्रोनल्यान्ड भन्ने ठाउँ जाँदैछौँ। उताको सकाएर यहाँ कन्टिन्यू भइरहेछ। उता चाहिँ नेपाली अलि रमझम छ भनेर उता जाँदैछौँ हामी। यहाँ चाहिँ हाम्रो माना मङ्गोल नेपालले चाहिँ नेपाल नर्गेले चाहिँ मोमोको स्टल राख्नु भएको छ। यो चाहिँ ग्रोनल्यान्ड भन्ने ठाउँ। यहाँ चाहिँ अर्कै नेपाली मोमो, नेपाली फेस्टिभल। मोमो कस्तो लाग्यो? मोमो ठिकै छ। मोमो कस्तो लाग्यो? खान पाएको छैन यहाँ। उहाँ अलि रिसाउनु भएको रहेछ। मोमो कस्तो लाग्यो? मोमो कस्तो लाग्यो? मोमो कस्तो लाग्यो? राम्रो। कहाँ खाल्यो? उता बिस्तारै आधे बंदे बोलो Louis er tilbake på Grønlandsøy, og nå inviterer han
यहाँ चाहिँ धेरै स्टल्सहरू राखेको छ खानेकुराको भियतनामिज पाकिस्तानी अरेबिक अफ्रिकन नेपाली इन्डियन पनि छ जस्तो लाग्छ बच्चाहरूको लागि एक्टिभिटी टन्नै छ सो रमाइलो मेन चाहिँ बच्चाहरूको लागि यो इमिग्रेन्ट बच्चाहरूको लागि चाहिँ टन्नै छ अनि यो एरिया पनि अलिकति इमिग्रेन्ट हेभी भएको भएर चाहिँ यहाँ धेरै नर्विजनभन्दा पनि बाहिरको मान्छेहरू टन्नै छन् रमाइलो छ यस्तो राख्यो भने एटलिस्ट बच्चाहरूलाई अनि बच्चाहरू बिजी भएपछि प्यारेन्ट्सहरू पनि बिजी हुन पाए हामी चाहिँ अब यो मेट्रो चढेर जाँदैछौँ अघिकै ठाउँमा फेरि अनि त्यहाँबाट आज परेड छ अनि परेड सकाएर चाहिँ अब चाहिँ घर फर्किने त्यसपछि नेपाल देखि यहाँ यत्रो मान्छे देखिरहेन है नर्के पनि रहेछ त सबजना ब्राजिलतिरै गरेका छन् है फोकस मिक्स त होइन नि सबै ब्राजिलतिरै फोकस छ सबैको ब्राजिलतिरै फोकस छ सबैको तिम्रो पनि त्यस्तै भयो मेरो क्यामेरा पनि त्यतितिर के भने कुन देश भनेर सोधिरहेछ मलेसिया देखाएको छ क्या त्यसपछि धन नेपाल
बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको मायालाई राखेको रेशम बिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम बिरिरी रेशम बिरिरी हाम्रो कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छ बच्चा कसको छोड्नु के दाइ ढिला भएन भने हामी त कहाँ उता नि भ्याएको हामी पनि भ्याएको नि उता
उहाँहरू चाहिँ साम्बाहरू हुनुहुन्छ ब्राजिलको उहाँहरू चाहिँ एकदम खतरा डान्स गर्नुहुन्छ अब हामी यहाँ एकछिन साथीभाइहरूसँग एकछिन बस्छौँ अनि त्यसपछि घरतिर लाग्छौँ म चाहिँ यहाँ ठिक छ भाइ ठिक छ यतै घुमिरहेको के छ तिमीहरू कहाँबाट आएको तिमीहरू कहाँबाट आएको तिमीहरू ल ठिक छ होइन नि अटोग्राफ पर्दैन अब बिजी छु म है बिजी छु म दाइ तपाईँ यहाँ पनि ल अहिले चाहिँ हामी अब यहाँ ग्रिल गर्न जाने लेकतिर अनि सामानहरू यसो किन्दैछौँ हाम्रो सामान उडेको छ ओके अहिले चाहिँ हामी सङ्स वान भन्ने लेकमा आइपुगेको छौँ अनि मान्छेहरू चिल गर्दैछन् ग्रिल गर्दैछन् स्विम गर्दैछन् यतिकै रिल्याक्स गर्दैछन् भित्रै छिराउनुपर्छ कि यहाँ चाहिँ हामी कोकलाई चिसो कसरी बनाउने भनेर कोसिस गर्दैछौँ अनि यो सङ्स भान चाहिँ विकेन्डमा एकदम प्याक नै हुन्छ एकदम पपुलर ठाउँ हो यो अति ठुलो ठाउँ छ अनि बस्नलाई चाहिँ एकदम राम्रो छ ठाउँहरू धेरै राम्रो राखेको छ त्यही भएर मान्छेहरू चाहिँ धेरै आउँछन् यता विकेन्डमा पार्किङ पनि 2 दिनको लागि फ्री नै रहेछ त्यही भएर झन् सजिलो बनाएको छ र अब चाहिँ हामी यहाँ ग्रिल गर्छौँ एकछिन आगो बाल्दैछ फलफुलहरू छ मसरुम छ मासु छ ग्रिल खान्छौँ अनि केटीहरू पनि आउँछन् होला बेलुकातिर हामी चाहिँ अहिले यो ठाउँ सरै छौँ किनभनेदेखि यो हाम्रो सिगलकै त होला नि यो कुकुर हो र यत्रो धेरै त कुकुरको हुनु पर्ने हो यो तपाईँ उसमा हुनुहुन्छ है यो रेकर्डेडमा ए के हो कसको हो यो मेरो बिस्तारै ल आगो सर जस्तो ब्याग चाहिँ हेर्दै साँच्चै रेकर्ड गरिरहेको थियो साँच्ची भनेर के छ म मुख साट्थेँ नि त उहाँ यस्तो भन्नुहुन्छ है बिग फ्यान भन्दै हुन्थ्यो अघि युट्युबमा आउँछ आउँछ दाइ यो झ्याम्बो लाग्यो यो चाहिँ हामी अब खरबुजा आधा पारेर भनेको जनता क्यापिटलिजम हो नि त त्यो खासमा उनीहरूसँग पहुँच छ अहिले चाहिँ हामी सबैजना आइसकेको छौँ फुल हाउस टक्क चिल वेदरमा नि वेदर पनि दामी छ हामी टक्क ग्रिल गर्दैछौँ ल अहिले चाहिँ हामी ग्रिल खाँदैछौँ ग्रिल अझै बन्दैछ टाइम चाहिँ ठ्याक्कै 7:30 बजे रे बाइक भन्छ ल यस्तो छ गाइज आज यसले धेरै नै एटेन्सन पायो सुरुमा त दौड्दाखेरि पनि वास्ता गरिएन नि ल गाइज यो चाहिँ हाम्रो लास्ट ब्याच अफ ग्रिल हाम्रो ग्रिल मास्टर चाहिँ दाइ हुनुहुन्छ है यो कतिको पाक्यो है हेर्न बाँकी छ हजुर अब यो पाके होला
गेस गरौँ कतिको मिठो हुन्छ गाइस हिजो चाहिँ नमिठो भएको थियो आजको ग्रिल चाहिँ विश गर्नु है हजुरहरूले ल कहाँबाट हेर्दै हुनुहुन्छ हामीले चाहिँ प्रोफेसनल सेफ नै लिएर आएको छौँ उहाँ उता बानेश्वरतिर पनि जस्तै बाटोमा पोल्ने मकैहरू एक्सपिरियन्स त छ अलिअलि मकैहरूको तर हजुरहरूले हामीले हिजो पोलेको देखाउँदाखेरि फेक भन्नुभएको थियो यो फेक होइन यो रियल ग्रिल गरिरहेको छौँ बोल्न पनि पाइँदैन हेर नि दाँत पनि देखाएको छैन नङ पनि देखाएको छैन यहाँ पनि छैन स्ट्याचु जस्तो बसिरहेको छ के गरिरहेछ के हो यिनीहरू खै मान्छे हो कि स्ट्याचु हो कि के हो पुरै बुझ्दैन छुँदाखेरि के गर्छन् छुँदाखेरि छुन चाहिँ मिल्दैन ए नयाँ लेडिजहरू खै के गर्दैछन् मैले पनि बुझिनँ है के लाग्छ गाई तपाईँहरूलाई के लाग्छ भन्नु त उहाँहरू के गर्दै हुनुहुन्छ मलाई हल्का नर्भस बनाइदिउँ होइन खै कहाँबाट आए यिनीहरू को हो कस्ता प्राणी हुन् यिनीहरू खै पैसा माया हो कि अघि जस्तै पोल्सा माया हो कि भोक लाग्यो भने हो कि हामीलाई घर लगिदियो भने हो कि नेपाली हुन् कि विदेशी हुन् कि के हो कि मैले कुरै बुझ्नै सक्दिनँ हेरेर मुठी पारेर बसेको छ कि त्यही के माग्न त यस्तो गर्नुपर्ने त्यही मुठी पारेको भने के हो कि भएन कुन गाउँ कुन ठाउँ के होला ठेगाना गाउँले सबै हामी चाहिँ अहिले सनसेट हेर्दैछौँ चिलमा तिनजना गाइजहरू के दाइ के लागेको छ तपाईँ आजको दिनलाई समअप गर्नु पऱ्यो भने कसरी गर्नुहुन्छ एकदम राम्रो यो भिडियोमा आउँछ मेरो भ्लगमा ए दाइ नमस्ते दाइ भाइ भन्नु पऱ्यो है बिग फ्यान यो भिडियो धेरै मनपर्छ अब आजको दिनलाई कसरी समराइज गर्ने त निकै नै राम्रो प्रश्न सोध्नु भयो दाइ अहिले धेरै नै काम गरेर अलिक थाक्नु भयो जस्तो क्यामेरा कन्सियस भयो ठिक छ त्यही त के भन्न चाहनुहुन्छ फ्यानजी अनि हामीले देशलाई कसरी सङ्कटबाट बचाउन सकिन्छ भन्नेको मलाई चिन्ता पऱ्यो बालेन विदेशी एजेन्ट नै हो त एकदम एजेन्ट नै हो कहाँको भन्ने कुरा भयो क्या प्रश्न चाहिँ वा यता चाहिँ लन्डन नै चलिरहेछ खोइ हँसायो नि पुग्छ हँसाउनु पर्ने हो कि उसले दाँत देखाउनु हँसाइ नि कति कुरो पुरै सिरियस भएर त हामी छोडेर जाने क्या हो जाडो भएर होला जाडो भयो होला हो है हाँस्दै हाँस्दैन हाँस्दैन म त सक्दिनँ होइन कस्तो डेडिकेटेड क्या के गरेन दाइको के खुसी दिने गर्नु बानी भयो पानी परेछ क्या हो सकेन हाँस्नै पाइँदैन स्ट्याचु जस्तो होला त्यो पोजिसन चेन्ज गर्नु गिफ्ट यो चाहिँ उहाँलाई हँसाउन अति नै गाह्रो कति वर्षदेखि खेल्न नपाएर के लाग्छ तपाईँहरूलाई भन्नुहोस् त उहाँ हाँस्नुहुन्छ होला त कमेन्टमा लेख्नुहोस् त गाइस ल हामी चाहिँ एलो इन्डियन लन्डन खेल्दैछौँ
अनि यो चाहिँ हाम्रो लाइन हो हामी लाइन क्रस गरेका छैन हामी 4 जना आफू हाँसे हामीलाई पनि थाहा छ कहाँबाट छाड्नु पर्ने हो उसले बिस्तारै भनिरहेछ क्या त्यो ए हामी बोल्नु पाउँदैन है सरी अलि एकदम लामो समयसम्म नि गर्न पाइँदैन लामो ल भयो तिम्रो टाइम सक्यो 30 सेकेन्ड्स दिउँ न त एकजनालाई 30 सेकेन्ड्स दिउँ न 1 मिनट दिउँ न 1 मिनट उठ्यो भने कान रातो रातो हुन्छ नि तपाईले नथपिनु पाइँदैन दाइ आउट ल तिमीले छुनु ए ल तिमी आउट ल फेरि लन्डन भन्नु जानु पर्यो 1 मिनट दिनु कहाँ 9-10% स्पेन्ड भइसक्यो राम्रो थियो है यो चाहिँ राम्रो थियो है हाम्रो खतरा प्लेयर डाउन भयो त यार कन्टेन्डरै सिङ्गार यत्रो आइसक्यो यसरी कि नहाँसौँ कि हाम्रो टिम हो कि हामी टिम हो हामी स्ट्रङ हुनुपर्छ गर्न पाउँछौ पाउँदैन आउट भयो अब हामी स्ट्रङ हुनुपर्छ गाइस गाइस अब हामी स्ट्रङ हुनुपर्छ दाइ हामी मोटिभेट गर्नुपर्छ के आफूले सम्हालौँ हामी सम्हालिनुपर्छ यस्तै आउँदा भित्रबाट यो हेर्न त रमाइलो क्या है अब निस्किनुपर्छ है अरू जोकर भकर रमाइलो मैले फेरि एउटा सुरु गर्छु है आउँछ दुस्टेले खान यस्तो होइन फेरि एउटा सुरु गर्ने हो कि गुर्ने हो कि लास्टमा मर्निङ आउट हुने भन्दा पनि हो यार टु डाउन रोक्नु पर्यो कि अब के गर्दिने पालो ल ल यो चाहिँ च्यालेन्ज हो है दाँत देखाउनु पाइन्न है तपाईँहरू के हो त उता बाहिरै हो उनीहरू सेफ साइडमा छन् उनीहरू कति कराएको तिमीहरू यिनीहरू पनि लन्डन खेल्न आए त के हो ध्यानमै हो क्या ए हामी के बोल्नु मिल्दैन देखियो है देखियो दाँत देखियो सरिता टेन 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 भन्ने गीत छ नि हामीले चुज गर्ने होइन दुःख सम्झेर बस्न है हाँस उठ्दैन होइन नाइस टेक्निक घमासान युद्ध हुँदैछ है यहाँ ला बुढो त तिमी त दौडिन सक्दैनौ नि त ओटिप पनि छैन यस्तो मान्छे उसले छोयो भने फेरि लन्डन भन्दा जाउँ तिमीहरू किन बाहिरै लन्डनै भनेको छैन दाइ चाहिँ भित्र हो कि बाहिर हो ए भित्र रहेछ के हो होइन भित्र आइसक्नु भयो तर मुभ गर्नु मिल्दैन है दाइ अब उसले देखाएको छैन मुभ गरे कि आउट हुन्छ
ए बुढु ए उता यता अगाडिको मान्छे अगाडि सर्न मिल्छ नि तिमीलाई थाहा नपाइकन त उसलाई थाहा थिएन नि त भनिदिनु त पर्यो नि फेयर हुनु पर्यो नि गाह्रो छ गाह्रो तिमीलाई यत्रो तिनजनाले घेरेर के छ दाइ कता यता फुस्किन लागिसक्यो एकपालि सर्नु भयो सानो पाइला हो आज त मतलब आज मैले याद गरेको दाइको यहाँ कोठी रहेछ ट्राई चाहिँ राम्रो गर्दैछ बुढुले ट्राई गर्नु तिमीले देख्यो भने ऊ आउट हो नि फेरि भन्न मिल्छ देखाएको थियो तर थाहा छ हो एन्जिला बाला बाला मैचा सिरियस छ नि यार सबजना हामी मात्र हो बाहिर बस्नेहरूलाई कति सजिलो छ हाँस्नलाई हजुर भन न यो कस्तो कराएको के हो चराहरू यस्तो राम्रो ठाउँमा एन्जिलाको टेक्निक पनि मन पर्यो क्या मलाई तिमीले मलाई मात्र हँसाउन सक्यौ कि खासमा के हो यस्तो देख्यो देख्यो भने देख्यो 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 भने नि देख्यो किन एक्टिङ गरेँ यस्तो देखिहाल्यो देखेकै हो कि साँच्चै अब के गर्ने त आउट हुनु पर्यो किन बसिया मलाई कन्सिडर गर्दिनँ है भोलिन्टरीले बस्ने है बस होइन स्कुलको सानो अनि कस्तो कि भुइँतिर हेरेर छ ज्ञानी बच्चाको तर कस्तो स्ट्याचुहरू जस्तो देखिने है मान्छेहरूलाई हेर दाइ चाहिँ पुछ्नु हुँदै जस्तो लागेको कति सिरियस दाइ भाइ माछा के छ विचार कोङ्स गाउँदा कोङ्सर वेल पर्छ अरे त्यहाँ त हल्लियो त्यो मान्छे हल्लियो है मैले देखेँ कि उसको दाँत पनि देख्यो मान्छे नि हल्लिसक्यो ननिस्कि जब्बर क्या होइन मैले देखेँ कि हो कि कहाँ तुलेर गर्छु म देखेको देख्दा पनि नमान्ने यार यस्तो दाइ पनि यस्तो यसो मात्रै हो यहाँको ऊ चाहिँ एकदम 100% थोरै तान्छ तिमी खुसी हुँदा हुन्छ नजिकै पनि खुसी चाहिँ भइरहेको है के छ यहाँ पनि पार्किङको उठान गरिरहेको छ कि के हो खास के छ बोल्दैन अघि हाँस्या पनि देखेको मैले चलेको पनि देखेको त पनि बोल्नु उहाँले मलाई देख्नु पर्यो कस्तो राम्रो आएको सिन पछाडि तपाईँ 9 बजे खाना खाएर माटो पढ्नुलाई त
पुरा आवाज पनि आउँछ कि जुत्ताको कुचिक सुनेको के हो सुनेर नहुने देख्न पर्यो सबैलाई हेर है बुढो सबैलाई हेर दाइ त अब त नोटिसै हुने गरेर हिँडे हो कि मेरो खुट्टा मैले देख्छु कहाँ त्यो सबैजना एक्टिङ गर्ने भने मेरो बसियो नि त्यो नोटिस हुने गरेर हिँड्नु भयो यार ढिली यार सब ढिली क्या त तिमी दौड्नु मिल्दैन है बुढो खुट्टालाई उ गरेर कहाँ दौड्नु हेलो इन्डियन भन्ने के चल चल आजकल पनि छोरी चना खान्छ के छ बिहानै चना बेलुकी चना तिमीलाई त दिक्क लाग्छ होला है रुम चाहिँ क्या हो एन्जेला त चनै तनै रोला छ देखायो उसलाई स्याड कुरा गरेर को हाँस्छ चनाकै भात चनाकै दाल चनाकै तरकारी चनाकै अचार टोइलेट त जाम हुन्छ होला टोइलेट पनि चना चना आउँछ कि क्या तिमी कतातिर छिरे ए यता के त सुरुक निल्दो किन भन्नु त त्यत्रो सुरुमा खबर आइरहन्छ भेगेमा न्युज आउँदैन चना खाएर ब्लक कस्तो लागिरहेछ मलाई डिम्पल देखिसक्यो अब फुस्किन्छ उसको हाँसो भने फेरि अरू हाँस्नु पर्ने हो हाँस्न सकेन है भिडियो हो र क्यामेरा हो यो क्यामेरा हो यो सानो सानो छ नि त